हेलो गाइज, गुड मर्निङ सबैजनालाई। आज चाहिँ म मेरो भ्लगको स्टार्ट चाहिँ मेरो आफ्नै घरबाट चाहिँ गरिरहेको छु। र आज चाहिँ म हाम्रो गार्डनमा चाहिँ के फलेको छ भनेर त्यहाँ अम्बा फलेको छ अरे, अनि त्यो टिप्नलाई गइरहेको छु मम्मी र म चाहिँ। नानी गुड मर्निङ भनिदिनुहोस् क्या त। गुड मर्निङ मम्मी जो मम्मी खोइ आमा भन्नु न। यहाँ चाहिँ टिभी हेर्दै हुनुहुन्छ काका, निम्बा, बाबा। यता काका निम्बा हुनुहुन्छ, चाहिँ बाबाहरू टिभी हेर्दै हुनुहुन्छ। हामीहरू चाहिँ मम्मी आउँछ मम्मी र म चाहिँ अब गार्डनमा जाने होइन। हामी चाहिँ अब हिँडेको। लाइका हेलो, लाइका हेलो हेलो नकली लाइका। ओ माई गड, ल तेरो फोहोर छ सबै मलाई भयो। हिजो नआएन पनि। उता जो भित्र घर जाऊ पिटाइ। अब हामी सबै फोहोर बनाइदिस त फोरीलाई। निक्लेछ क्या त बोका एमाइलो भाइ थुनिदिनु ल। त्यो खुट्टा अनि अस्ति नै भाँचेको नि। हामी त कोठाबारीमा जाने हो नि। हामी गार्डनिङ जाने। यहाँनिर मेरो छोरी आयो पुतली मसँग। आज म जान लागिरहेको छु भनेर थाहा छ उसलाई। एकछिन छोडेको छैन कि म भनेको छ। हेर्नुहोस् भित्र हालिदिनु है माइला भाइ, त्यसले फुल खान्छ अन्त त त्यही हो। लाइकालाई चाहिँ फेरि केही आएकै देख्नु हुँदैन। यस्तो छ हाम्रो चाहिँ फापरहरू लगाएर यस्तो बनाएको छ। मेरो घर चाहिँ त्यो हो। छोरी एक्सिडेन्ट भएको हो, मर्निङ एक्सिडेन्ट। हाइवेमा के भन्छ अरे कस्तो मेरो छोरीको एक्सिडेन्ट भयो भने। कुन हो, स्कुटर हो कि के हो छोरी? आमाको हात पक्रेर तोन्द्रो झोन्दिँदा एक्सिडेन्ट त आमाको हो। यो चाहिँ हाम्रो स्कुल हो। यो स्कुलमा चाहिँ म नि पढेको हो क्या। पहिला चाहिँ त्यो माथि थियो, तर यसो हालेको गाउँको स्कुल। यो चाहिँ वाडा कार्यालय हो। त्यो चाहिँ हेल्प पोस्ट हो हाम्रो। कता छोरो कता जाने यो चाहिँ वाडा कार्यालय हो। यो चाहिँ सरकारी। आउनुहोस् हिँड्नुहोस् ल। हाम्रो चाहिँ गार्डन यतातिर छ। गार्डनलाई बार्नलाई चाहिँ यहाँनिर यस्तो उयो गर्दैछौँ भाटा। यो भाटा निनी चाहिँ हेरी बसेको अस्तिको दिन आएको आज जाने। हजुर चाहिँ हाम्रो छेमाहरूको फापरबारी हो। हाम्रो चाहिँ गार्डनिङ यहाँ छ। यहाँनिर यहाँ पनि छ, वहाँ पर पनि छ होइन। तर यहाँनिर पनि छ। यहाँनिर चाहिँ कुखुराहरू धेरै आएर अनि यहाँनिर बार्न खोजिरहेको छ क्या मम्मीले। यहाँनिर चाहिँ बार्ने खोजिरहेको छ। यहाँनिर बाँकी छ, उता अलिकति चाहिँ बारेछ। अब आज सक्छ होला सायद। अनि यो हाम्रो चाहिँ गोबा,
यहाँनिर छ फल्दैछ। यो चाहिँ 12 मासे रहेछ। यो चाहिँ यत्रो छ, कुनै चाहिँ सानो सानो यहाँ चाहिँ यत्रो बनिन्छ, अनि कोही चाहिँ ठुलो भइसकेको छ क्या। अनि हामी चाहिँ आज त्यही टिप्न आएको। यहाँ ठुल्ठुलो पनि भइसकेको छ। मेरो मम्मीले चाहिँ त्यहाँ टिप्दै हुनुहुन्छ कि गोबाउ यसरी फल्छ कि हाम्रो यहाँ यसरी टिप्दै हुनुहुन्छ। खै त यो थाहा मलाई बोक्ला नि यसले खै खुस्क्यो हजुर यसपालि अलिक सानो सानो फलेछ है। पहिला त कति ठुल्ठुलो फल्थ्यो, अझै योभन्दा ठुलो। यो ठुलो ममलाई पठाउनु पर्छ ल माथि भएन। She's clever. Clever man. टिप्दैछौँ। हाम्रो चाहिँ यस्तो छ। सक्नुहुन्छ कि हुन्न हजुर? सक्दैन होला अब यसले। नानी उता हिँड्नुहोस् त, छोरो उता हिँड्छु। उता हिँड्नु भयो धेरै किन लानु त उता हिँड्छु। उता हिँड्छु, उता आमा बाटामा हिँड्छु। यहाँनिर चाहिँ सागहरू पनि मरिसकेको छ हाम्रो चाहिँ। यहाँनिर चाहिँ तोरी उम्रिँदैछ अरे, सानो यस्तो भइसकेको छ। यो चाहिँ घाँस हो, तोरी उम्रिँदै यस्तो छ। त्यो चाहिँ लिचीको रुख हो। हाम्रो पहिला खाने लिचीको रुखहरू मरेर फेरि यो यत्रो भएछ। यहाँ चाहिँ चाइनिज फक्सियो छ। अनि त्यसपछि यहाँ चाहिँ सुन्तलाको रुख हो, सानो सानो छ, त्यही हो। अनि यहाँनिर आँप छ, त्यहाँ डुब्नु भएको मम्मीले। हाम्रो आलु फापर सेता छ। अनि वहाँ पर पनि छ हाम्रो गार्डनिङ। त्यहाँनिर पनि चाहिँ अनार, कागती, बनाना, कफी त्यहाँनिर छ सबै। नेबुवा सबै चाहिँ त्यहाँनिर छ कि, वहाँ पर छ। तर यहाँदेखि चाहिँ देखिँदैन। यहाँनिर चाहिँ त्यही अम्बा मात्रै छ। यहाँनिर 12 मासे अम्बा हो, मजाले छ, फलेको छ, फेरि फल्दैछ। खानु चाहिँ जस्ट टुट्दैन। अनि चाहिँ गाजर के अरे ऊ पनि फलेको रहेछ हौ हाम्रो त, कति ठुलो कि मुला। तर थोरै रहेछ, ठुलो फलेको रहेछ। अझै साग चाहिँ खाइसक्यो, फेरि पनि उम्रिँदैछ यहाँ सानो सानो। साथीहरू हाम्रो मेरो मम्मीले चाहिँ गोबा टिप्दै हुनुहुन्छ। कति धेरै फलेछ, कति धेरै दिइसक्यो मान्छेहरूलाई, अझै पनि छ आफूलाई पुग्ने त। मेरो मम्मीको हार्ड वर्किङ, हाहा, सधैँ यही हुन्छ। ल आज हाम्रो गार्डनिङ यस्तै छ यहाँको। पर बाँकी पछि देखाउँला।